गुड इभिनिङ एभ्रिवान। नमस्ते सबैजनालाई है। म तपाईँको इङ्ग्लिस टिचर इट्स मी दीपक खत्री र मैले तपाईँलाई यो बुस्टर एसी बुस्टर क्लासमा इङ्ग्लिस भनेको इक्जाममा अब जो कमजोर विद्यार्थी हुनुहुन्छ उहाँहरूले कसरी पास गर्न सक्नुहुन्छ, कसरी तपाईँले कमसेकम इङ्ग्लिसमा पास गर्ने, जो विक स्टुडेन्ट हुनुहुन्छ पास गर्नै गाह्रो हो, कसरी पास गर्ने त्यो हिसाबले हामी त्यसमा जान्छौँ। जो राम्रै गर्दै आउनुहुन्छ कसरी इक्जाममा A+ नै अचिभ गर्ने त्यसको तयारी के छ भने हामीले यो बुस्टर क्लासको माध्यमबाट तपाईँहरूलाई हामीले हेल्प गर्नेछौँ। स्ट्राटेजीको कुरा गर्ने हो भने मेनली इम्पोर्टेन्ट क्वेसन मानव 1 मार्क्समा सिन प्यासेज हो भने सेकेन्ड पनि सिन यसरी मतलब कुन कुन क्वेसन इम्पोर्टेन्ट छ हाम्रो हामी त्यही इम्पोर्टेन्ट क्वेसनहरूलाई के गर्छौँ भने टार्गेट गर्छौँ र टार्गेट गरेको भनेको अहिलेको हिसाबले तपाईँहरूले के छ हार्ड भन्दा पनि स्मार्ट स्टडीतिर अब जानुपर्छ। अनि त्यसको लागि तपाईँले हाम्रो केही पोइन्ट्सहरू यहाँ दिएकै छ। एसी इक्जाम स्ट्राटेजीहरू तपाईँले प्लानिङहरू बनाउनुपर्छ, इम्पोर्टेन्ट क्वेसन्सहरूलाई टार्गेट गर्नुपर्छ। त्यो सँगसँगै स्मार्ट स्टडी मैले भनि नै सकेँ, हार्ड भन्दा पनि स्मार्ट स्टडी हुनु पर्यो। त्यसपछि हामीले गाइडेन्स भनेको एउटा मैले भन्दा पनि सारा टिचर्सहरूले मैले तपाईँले इङ्ग्लिसमा गाइड गर्ने हो, बाँकी टिचर्सहरूले तपाईँहरूलाई के छ हरेक सब्जेक्टमा हामीसँग भएको एक्सपिरियन्सहरू भनेको पुरानो दिनमा कुन कुन क्वेसन कस्तो आउँथ्यो, त्यसलाई एचिभ कसरी गर्ने र के गर्दाखेरि के छ भने हामीले मार्क्स राम्रो लिएर आउँछौँ भन्ने त्यो प्लानिङको साथ के छ भने हरेक टिचर्सले तपाईँहरूले के गर्छ भने सपोर्ट गर्छ। र यदि तपाईँहरू गभर्मेन्ट स्कुलबाट हुनुहुन्छ, इङ्ग्लिस विक नै छ भने इक्जाममा सर प्यासेजको एन्सर कसरी लेख्ने, राइटिङ सेक्सनलाई कसरी सल्भ गर्ने, ग्रामर सेक्सनलाई कसरी गर्ने, त्यो सारा प्लानिङहरू के छ भने मैले तपाईँहरूले यही एसी बुस्टरको क्लासमा भनेको पढ्न तपाईँले सब पढेर आउनुभयो। यो जुन हाम्रो 15 डेज 20 डेज हुन्छ त्यसमा एक्चुअलीमा भनेको कसरी मार्क्सलाई बढाउने र जो कमजोर हुनुहुन्छ उसले कसरी भनेको राम्रो मार्क्स कमसेकम पास गर्न सकोस् त्यो हिसाबले के छ भने हामीले प्लानिङ गरेका छौँ। ठिक छ, अहिलेसम्मको तपाईँहरूको तयारी राम्रै होला। त्यसमा केही अझ कन्फ्युजन छ भने त्यो पनि हामी यही एसी बुस्टर्स क्लासमा के गर्छौँ भने क्लियर गर्नेछौँ। ल यति भन्दै अहिलेको लागि म बिदा हुन्छु। थ्याङ्क यू सो मच।